हेलो गाइस, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी आमा छोराले खाना खाएको अनि घरमै काम गरेको भिडियो लिएर आएको छु। हामीले कस्तो कस्तो कुरा गर्छौँ, हामी कस्तो काम गर्छौँ, अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ भाडा मात्दैछु, काम गर्ने मेरो छोरा हो। कस्तो गराउनु भएको छ भिडियो। हाम्रो घरमा चाहिँ हामी आमा छोराले चाहिँ काम बाँडेर गर्छ नि त। छोरोले चाहिँ त्यो के अरे भातहरू झरेको जुठोहरू खानुहुन्छ भने म चाहिँ भाडा मात्छु साथीहरू। भाडा चाहिँ आज धेरै छैन, सजिलो भयो। अनि चाहिँ हाम्रो घरमा भाडा धेरै भएन। मेरो छोरा फेरि मैले पनि साथीहरू मैले मेरो छोरालाई तपाईँ ठुलो भएपछि के गर्ने कि नै भने कहीँ नगर्ने म त मम्मीले पालेर बस्ने हो भन्छ नि। हाँसो भन्छ के गर्नु रिल्स तिमी ठुलो भएपछि के गर्ने कि नै नगर्ने किन फेरि मम्मीलाई पाल्नु पर्छ नि फेरि भने मम्मीको मात्र जिल्ला हेरेर भने त तिम्रो भएपछि गर्नु परेन बनाउँदा भन्नु अनि तपाईँले त्यो बुहारीले त्यो म काम गएको बेलामा नि त्यो मार्यो नि अनि के गर्नु तपाईँलाई धेरै माया कस्तो लाग्छ दिदी मम्मीको रातिको आज चाहिँ 1 बजे चाहिँ फुटबल हुँदैछ रोनाल्डोहरूको अनि हाम्रो चाहिँ भोलि स्कुलमा चाहिँ एउटा प्रोग्राम हो। त्यही भएर मैले चाहिँ यतिकिन रोनाल्डोहरूको वर्ल्ड कप जित्छ कि को जित्छ हेर्नु सक्नुहुन्छ। म चाहिँ तिमी कसको फ्यान रे रोनाल्डो क्रिस्टियानो रोनाल्डो उठाएर गरिदियो त अलि उता गरेर कुर्छ त राख्न ल अलि यता के उता भयो भने कस्तरी के गर्यो अर्को मिस्टेक नि मिस्टेक अलि यता के अनि अर्को फेरि के गर्यो के को लागि जानु लागेको सिधै हिँड न त पाक्नु पऱ्यो हिँड्ने यता दियो साथीहरू। मेरो छोरा चाहिँ एकदमै खुसी भएको छ। यो भिडियो चाहिँ अर्को दिन स्कुल जाँदाको भिडियो हो अनि म चाहिँ भिडियो बनाइदिएको कि एकदमै खुसी भएको छ साथीहरू। मैले चाहिँ ड्रेस किनिदिएको एकदमै खुसी भएर है लिएको साझा नै लगाएर सिधेको अर्को दिन पनि यही लाएर गयो स्कुल अनि एकदमै खुसी भएको छ। यहाँनिर कि साथीहरू भिडियो बनाइदिनु न मम्मी, म चाहिँ रोनाल्डोको फ्यान हो, म चाहिँ रोनाल्डो जस्तै गर्छु भनेको छ कि हामी देख्न सक्नुहुन्छ। एकदमै मेरो छोरा चाहिँ धेरै चकचके भने कि टाठो भनौँ कि के भनौँ है। अब चाहिँ यो चाहिँ त्यही बेलुकाकै भिडियो हो अनि बेलुका हामी खाना देख्न सक्नुहुन्छ। खानामा चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ के पकाएको छु साथीहरू हेर्नु साथीहरू देख्न सक्नुहुन्छ। आज चाहिँ मेरो छोराहरू म खाना खान लागेको खानामा चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ फर्सीको मुन्टा र आलु अनि यहाँ चाहिँ दाल बनाएको छु भने देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मासु ब्रोइलरको मासु अनि सलाद अनि अचार छ मुलाको अचार र खुर्सानीको अचार अनि मेरो छोरा चाहिँ उहाँ खाना लाग्नु सिधै बस्नुहोस् न फेरि बस्नुहोस् त्यही बस्नुहोस् अलि त बस्नुहोस्। अब चाहिँ हामी सुरु गर्नेवाला छौँ साथीहरू हामी आमा छोराले। हेलो साथीहरू, हजुरहरूले स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले खानाको भिडियो ल्याउँदैछु। यहाँनिर देख्न सक्नुहुन्छ यो मेरो छोराको भात भने यो चाहिँ मेरो भात होइन दाल देख्न सक्नुहुन्छ अनि यहाँनिर सलाद अनि यो चाहिँ फर्सीको मुन्टा र आलु मासु अझै पनि छ करेमा थप्ने भयो भने अनि मासु चाहिँ हामी अनुसार मात्रै धेरै ल्याउनु पर्दैन थोरै ल्याएको थियो त्यही पनि धेरै हुन्छ हामीलाई देख्न सक्नुहुन्छ। खाना सुरु गर्नेवाला छ साथीहरू देख्न सक्नुहुन्छ। म खाना सुरु गरेको देख्न सक्नुहुन्छ। यो चाहिँ
गाउँबाट ल्याएको दाल हो एकदम मिठो छ साथीहरू यहाँनिर देख्न सक्नुहुन्छ मासु एकदमै मिठो छ साथीहरू त्यसरी अचार उठेर निकाल्नुपर्छ क्यामेराम्यान चाहिँ मेरो छोरा खाजाहरू हुन्छ राम्रो खाएको खाएको पनि खानु सिक्नु सक्छौँ अघि नै देखियो मलाई चाहिँ खानु पर्यो मासु देख्न सक्नुहुन्छ मासु है देखेँ फर्स्टको मुन्टा चाहिँ एकदमै मन पर्छ साथीहरू मलाई सब सक्नुहुन्छ है बेबी फुटबल भएर छाला दिनु छाला खाना खाना खानु छोरा भयो भने दिन्छु ल त्यो कराइमा छाला लिएर राख्नु ल न कस्तो लाग्यो खाना खाँदा मिठो मेरो चिरचिरा छ के भयो चिरचिरा रे काटेर खाने कहानी खान्छ काटे चिरचिरा पनि तपाईँ चाहिँ मैले पनि त्यसलाई तपाईँले टाढा हुन्छ नि टाढाबाट पसन्द हेरेर नजिकबाट झिर हुन्छ नजिक हेर्नु धेरै भयो खाना देख्न सक्नुहुन्छ मासु चाहिँ यत्रो धेरै बसेको छ अनि दाल पनि छ अरे दाल पनि यत्रो धेरै बसेको छ भात पनि छ अनि खाना चाहिँ धेरै पकाएको छु साथीहरू अब चाहिँ म खाना खानेवाला छु देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ मेरो छोराले चाहिँ काम गर्दैछ म चाहिँ अब भाँडा माझ्नेवाला छु मेरो बाबु चाहिँ देख्न सक्नुहुन्छ त्यो उठाउ हातमा हो त्यस्तो गरेर काम गरेर सिकाएको थियो साथीहरू छोरोलाई टेबल सफा गर भनेको अनि यहाँ पनि सिकाएको भेरी गुड राम्रोसँग भेरी गुड नाइस भुइँमा पनि कस्तो लाग्यो भुइँमा पनि कति पोहोर छ जुठै जुठो छ यतातिरको पनि हस् पहिले यतातिर पनि आउनुहोस् हो त काम गर्न पनि सिकाउनुपर्छ क्या साथीहरू छोरोलाई अलि उताबाट गर्नुहोस् न हो त्यो त कुचो भने कस्तो लगाउन सिकाएको अरे बेबी उहाँ पहिला यता त्यो हो म कुर्सी यता तान्नु यो टेबल यता तान्नुहोस् भेरी गुड हजुरले यहाँ पनि रहेछ फोर हेर्नु त यहाँनिर टाढो बस्नुहोस् नाइस म उताबाट सर्न पुछेको फोटो त्यहाँ सक्नुहुन्छ साथीहरूले जाने त्यस्तरी होइन नि अलि राम्रोसँग अलिक ठाडो गराउँछ भेरी गुड
एकै ठाउँ सबै टिन्टो राख्ने पर्दैन उता उतामा उतै राख्ने हुन्छ एकछिन चप्पल लिउ मम्मीले लाउँछ मेरो छोरा चप्पल लगाइदिनु हुन्छ उताबाट नि ल्याउनु छ आलु भद्राडा मेरो छोराले दिनकै काम गर्नुहुन्छ है यस्तै घरको काम है बेबी हजुर गुड भयो नि त है संस्कारी छोरो हो कि होइन मामुको संस्कारी छोरो हो नि त बेबी होइन बेबीले स्कुल चाहिँ राम्रो हुन्छ भेरी गुड बेबी काम गर्न पाउँदा कस्तो लागिरहेको हजुरलाई राम्रो लागेको छ हजुरले कति क्लासमा पढ्नुहुन्छ बेबी हजुरको सबैभन्दा सजिलो हजुरको सबैभन्दा मनपर्ने टिचरको नाम भनिदिनुहोस् त हो मेरो छोरो चाहिँ साथीहरू हजुरहरूले बच्चालाई काम हराएको किन होला भनेर चाहिँ नभन्नु होला किन भनेपछि मैले चाहिँ मेरो बाबुलाई चाहिँ काम सिकाएको बच्चाहरूलाई चाहिँ सानैदेखि काम सिकायो भने भोलि बिहान है सबै हामी सधैँसँगै होला भन्ने छैन नि त कहिलेकाहीँ दुःख बिमार भइहाल्ला होइन अनि ठुलो भएपछि नि अब देश विदेश जानुपर्छ नि त अनि बच्चाहरूलाई सबै काम सिकाउनु पर्छ भन्ने मेरो सोच भएकोले म चाहिँ बाबुलाई काम सिकाउँदैछु मेरो छोरालाई साथीहरू काम गर्न सिकाएको थिएँ खाना खायो अब चाहिँ मेरो अफिस मेरो ड्युटी चाहिँ सुरु हुँदैछ यहाँ मेरो घरमा चाहिँ पनि छ साथीहरू छोराले आफ्नो काम बेसम्म लगाउनु खानाहरू चाहिँ गयो बाँकी गयो देखाउँछ हुन्छ त्यो दाल छ यसमा अनि यसमा चाहिँ भात छ अनि चुला राम्रोसँग साफा सक्छु सुरु सामान सक्नुहुन्छ हजुरले धेरै नानी मेरो छोरो त गुड बेबी हो नि त होइन म चाहिँ क्याम्पमा साथीहरू लो प्रिन्स के त्यो राख्नुहोस् भयो भइसक्यो संस्कारी छोरो कसको संस्कारी छोरो हजुर हजुर कसको संस्कारी छोरो हजुर सबैभन्दा धेरै माया कसको लाग्छ दिदी मम्मीले लाग्छ तेरो चाहिँ हुन्छ मेरो छोराले चाहिँ काम गर्दै हुन्छ बेबीले के भन्न चाहनुहुन्छ युट्युबमा यता हेरेर भनिदिनुहोस् ल उतै हेर्नुहोस् यता बसेर भनिदिनुहुन्छ ल आजलाई यति नै मैले भाडामा चाहिँ भिडियो बनाउने होला नि थोरै त दिदी मेरो अफिस सुरु गर्दैछु मैले चाहिँ भाडा माग्दैछु क्यामेराम्यान मेरो छोरा हो कस्तो मिलाउनु भएको छ भिडियो मेरो हाम्रो घरमा चाहिँ हामी आफ्नो छोराले चाहिँ काम बाँडेर गर्छ नि त छोरोले चाहिँ त्यो के अरे हातहरू झरेको जुठोहरू उठाउनुहुन्छ भने म चाहिँ भाडा माग्छु साथीहरू भाडा चाहिँ आज धेरै छैन सजिलो भयो चाहिँ हाम्रो घरमा भाडा धेरै भएन मेरो छोरा फेरि मैले पनि साथीहरू मैले मेरो छोरालाई सबै ठुलो भएपछि के गर्ने कि नै कहीँ नगर्ने बस अब मैले पालेर बस्ने हो भन्छ क्या तिमी ठुलो भएपछि के गर्ने कि नै नगर्ने किन बेबी मम्मीलाई पाल्नु ठुलो भएपछि गर्छ नि बेबी भने मम्मीको मात्र जिन्दगी हेरेर भएन नि त तिम्रो भविष्य बनाउनु परेन बनाउँदा बनाउनु अनि तपाईँले त्यो बुवाहरूले त्यो म काममा गएको बेलामा अनि त्यो मार्यो भने अनि के गर्नु मम्मीको यहाँनिर के साथीहरू मैले चाहिँ मेरो बाबुलाई सोधेको कि बाबु तिमीलाई सबैभन्दा धेरै कसको माया लाग्छ भनेको
मामुको हो भन्छ कि पहिला चाहिँ सानो हुँदा चाहिँ मलाई सबैभन्दा धेरै माया आमाको लाग्छ भन्दै थियो अहिले चाहिँ मामुको अनि आमाको भन्छ क्या बाबुले राम्रो रिचार्ज गर्नु मेरो आँखा धेरै मलाई केही चिन्ता छैन भिडियो बनाएर क्यामेरा हुँदैसक्नुभयो पहिला पो दिदी हुन्छ है पहिला चाहिँ दिदी क्यामेराम्यान हुनुहुन्थ्यो है गाइस अनि अहिले चाहिँ म हो दिदीहरू गाउँ जानुभयो क्या मलाई एडिट गर्न आउँछ दिन्छु हुन्छ दिनु Halo, nak mana dia? आइतबार छुट्टी आइतबार गेमहरू खेलाउँछ क्या आइतबार गेमहरू खेलाउँछ म्युजिकहरू योगाहरू डान्सहरू सिकाउँछ क्या अनि फुटबल खेलाउँछ टिटी खेलाउँछ टिटी भन्ने गेम थाहा छ नि तपाईँलाई त्यो भित्र के छ Kita kau nak yang mana? Ada? Jadi di sana video kan nomor lah. Mau Video apa ni? mahal mau पाँच मिनट Ada apa yang nak lakukan? Ada kata tu ya ini. हात पार्दाखेरि खुट्टा चाहिँ पट्यो Kita baca pasal kau. Pasal kan? अब सकिने लाग्यो हजुर अहिले धुनु न त्याचं मसा भाजी दिनु हजुर म गर्छु भनेको म गरिदिन्छु भनेको क्या साथीहरू आजभोलि चाहिँ म निकै अल्छी भएको छु किनभने चाहिँ भिडियोहरू एडिट गर्नलाई होइन यो भिडियो चाहिँ 5-6 दिन पहिलेकै भिडियो हो कि साथीहरू म चाहिँ एडिट नगरेको हो एडिट गर्न भ्याएन भनौँ के अल्छी गरे हो कि के हो भाइ खै के भनौँ म चाहिँ निकै अल्छी भएको छु आजभोलि अनि
4-5 दिन पहिलेको भिडियो थियो कि अनि म चाहिँ भिडियो किन राख्नु भनेर चाहिँ पोस्ट गर्न लागेको। आजभोलि चाहिँ साथीहरू म खासै भिडियोहरू बनाउन पाएको छैन कि त्यसैले गर्दा पनि भिडियोहरू पोस्ट गर्न पाएको छैन। साथीहरू आजको भिडियो चाहिँ अलि लङ भयो, हजुरहरूलाई हेर्न बोर लागिसक्यो होला। जे जस्तो भए पनि हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने पक्कै पनि आशा गरेको छु। अनि आज चाहिँ हामी खाना खाएको अनि भाँडा माझेको सरसफाइ गरेको भिडियो हो नि त साथीहरू। अनि त्यसैले गर्दा चाहिँ मैले खासै कटिङ गरेन कि सबै भिडियो राखिदिएको। अनि हाम्रो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला। अब चाहिँ हामी अर्को भिडियोमा पक्कै पनि भेट हुने आशा गर्छौँ। यसलाई बाई बाई साथीहरू।